गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो डे 2 हो होइन। हामी हिजो यस्तो बिजोग भएर राति 10 बजी आइपुगेको अनि गाडीमा मान्छे नहटेर बल्ल 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 कोचिँदै आइपुगेको। मोबाइल हेर्न पनि सम्भवै थिएन होइन। अनि चाहिँ आज चाहिँ हामी बिहानै उठ्यौँ। मौसम यस्तो सफा छ। अहिले चाहिँ हामी खाजा खाएर एउटा काम छ माथि, त्यहाँ बाबा हुनुहुन्छ, त्यहाँ जाँदै गरेको है। हाम्रो घर चाहिँ यस्तो हेर्नु त, पिस, कति फ्रेस हावा छ बिहानको। आम्मामा हाम्रो घर चाहिँ यता छ। ठाउँ पर्यो भन्नु होला भने चाहिँ सालपासीले सुटिङ ताल होइन। यस्तो राम्रो मौसम भइरह के भयो। उता चाहिँ खादबारी हो। यो घरको फुपा मुमा पनि हुनुहुन्न। गाउँमा मान्छे नै सबै रित्तिसक्यो। हामी अहिले उकालो चढिरहेछौँ। हल्का चिसो छ तर कति रमाइलो के गाउँको मौसम नि है। काठमाडौँमा त यति बेला त धुवा धुलो हल्ला मात्रै हुन्छ। यहाँ त वाउ कोदो बा यस्तो छ। तल चाहिँ हाम्रो काकाहरूको घर हो, ठुलो बुवाहरूको घर हो। यता खाटाममा हो यो होइन। खाटाममा पर्छ यता कोदोबारी। छ तिम्रो नाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। प्रीति नै प्रीति छ तिम्रो नाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। ड्युटी चाहिँ यता छ है मेरो। कलेज सराउने देखाउने ड्युटी चाहिँ त्यतै छ। मनुख्य चाहिँ यता छ। यस्तो धुवा भएर अनि के मेरो यत्रो काम छ नि त। दिनभरि गर्दा यत्रो मैले यो लगभग 20,000 को खोल्साको सुन। हेलो, दिस इज आवर डे 3 एट सालपासिली छोतिम चौकी डाँडा अनि तालखर्क। म चाहिँ आवर ब्युटिफुल मर्निङ। अनि अहिले हामी सिस्नो टिप्न जानु लागेको। कति धेरै छ सिस्नो अनि सिस्नो ल्याएर खाने। अनि हेर्नु न यो मौसम आमामा राम्रो छ खुलेको। 2 दिन लगातार पानी पर्यो होइन। अनि आज 3rd डे है। यस्तो राम्रो खुलिरहेछ। म अब यसमा सिस्नो टिपेर ल्याउँछु अनि सिस्नो खाने बस्ने। जाम हामी सिस्नो टिप्न गएको। ओके। ओहो जुगाल टोकिसक्यो नि यता। इंग सामगाना बिक्या होइन। ऐसा जल्दी में अरे तो काटे खाए मैं हो का यो न रहेछ। गाना मुंग बना बोल खाते हो मग तू खाते। ए गाना मासु केप के खाती से मन्तर देव छ। ए किचन हम गोम्बी थुप्रो द्वाकिस देसाने मासे मची हो। मन्तर देव नि छेक्न ते अर तो काप यो खाते। अरं गोम्बी छेक्ते हो मुंगजी।
Đi thiệp đi bé chỉ cái ôm cho mà ta check đi. बेच्छ कि तर अगो ताई होला नारमुख तुम सम्भावना तु के कपि हामीले सिस्नु चाहिँ यति टिपिसक्यौँ यति राम्रो राम्रो छ है सिस्नु चाहिँ हेर्नु न एकदम राम्रो नि अब हामी चाहिँ फर्केको घर फर्केर पकाएर खानु आयाम सेउ हो एभोकाडो एभोकाडो टिप्दै मम्मी खै अंकल आमको दाँत नहुन्थ्यो नि त कहाँ मात्र दाँती रहेछ बिहानको खाजा खै के हो लु खानु ओइ चिम्टाले नै एक बटुको कोले खाइहाले हैन अनि यो चाहिँ कस्तो रहेछ मिठो छ मिठो रहेछ पोलेको मासु घाम पानी सालको बिहेमा सालको बिहेमा एक कान यस्तो चिसो लागेर घाँटी दुखेर म त यो चाहिँ मालिङ्गो र न्युरोहरू भएको ठाउँ हो हामी आइरहेका छौँ पुरै अकबरे खुर्सानीको कसलाई मनपर्छ भिडियो हेरेर कमेन्ट गर्नुहोला साथै कमेन्ट पनि गर्नुहोला तपाईहरुलाई हामी उपलब्ध पनि गराउँछौँ प्रोप्राइटरको छोरी पनि यता चाहिँ यता हुनुहुन्छ आज मेरो खुर्सानी ल है पुरै लतरम्मै यसलाई के भन्छ लतरम्म भन्ने कि जुल्फे भन्ने कि जुप्पा भन्ने कि के पो भन्ने यसलाई त यो धनी हुने सङ्केत हो के हो यो अकबरे खुर्सानी अब सकियो नि छैन त्यता पनि छ ए ल आज हामी दिदीको घरतिर जाँदैछौँ त्यो पनि उयो खान पूजा खान लु देखाइहाल्नु न के बोकेर कसैले छ यहाँ 10 करोडको है 10 करोड 10 करोडको अरे ससुराले आएपछि चाहिँ पैसा कमाएर ल्याउनु पर्छ है साथीहरु अनि 10 करोड यो त हाम्रै बारी त हो ल ताल चाहिँ यस्तो देखिरहेछ ताल खर्क यहाँ कति आलु फल्छ यो चाहिँ ससुराली जग्गा रे मिसेस मनिषा कुलुङको अनुसार स्कुल हो हामीले पढेको स्कुल हैन हिमालयन आधारभूत विद्यालय कक्षा 8 सम्म पढाइ हुने रहेछ यहाँ त कति रमाइलो छ है यहाँ छ रमाइलो यो चाहिँ कटिङ पाँच र कुखुरा अनि किनिङ 10-12 धार्नी मासु अनि खाइङ 30-35 जनाले ल है आलु बारीको लागि छुर्मे लामो चाहिँ के यसैको बल्ला अलिक मजा नागे म उसो सङ बाँकीमा यु म के म ढोरलो एक ठाउँ धेल्न त्यही निमुङको ढोरा नि हो कि प मन छुट्टै दिनु पर्ने छुट्टै दिन धामना युम पर्ने एक ठाउँ युम पर्ने के अन्त उना जताततै माके बेलामा पनि चाहिस् के ल
ल खाली खाएकै कदे ल ल छ छ छ मुंगो ढोर धाम पर्ने अनि लेछ न उंगन धाम पर्ने म जम्मा टकटकै म पनि फर्सी आमाम सब अब यो सुँगुरलाई चारो दिने हो कहाँ फुलेछ कुन चाहिँ टिप्ने यो अलि बोट मरेको टिप्नुपर्छ यतातिर काँक्रा त धेरै फलेछ नि त्यो चाहिँ मिठो छ मिठो छ त्यो भन्नुपर्छ खाउनु यो पनि खेर जान्छ कि यो पनि खाइहाल्नुपर्छ मलाई काँक्रा दिने काममा धेरै लाउने मान्छे चाहिँ यही हो तर म चाहिँ अलिकति अल्छे नै छ क्या मिठो छ नि मिठो छ नि यो बोट मात्र सुकेको क्या काँक्रा मिठो छ ल यो अलि यस्तो रहेछ मलाई त अलिक राम्रै दिनु पर्थ्यो ल यो खानु नि त यतापट्टिको ल यो खानु न त फोटो खिच्दै मिठो छ गाछको थुप्रोमा नि गाछको यस्तो छैन यो करेला हो हाम्रो गाउँमा यसलाई करेलाको साग भन्छ दसैँको मासु खाँदा खाँदा वाक्क भइसक्यो त्यही भएर आज करेलाको साग टिप्दैछु म दासी से मिसी असारे दासी बनते मका का फोन पागो उनको मंधाराना तेलिम पोस अनुभव में सोनंबरे जाकर बाना कसा कमीम चाचा उनका ताल वो लोलो दे अंत को खड़ेरी दासी बुम्बा सोक्यो हमने परसी करेला ने मिखा ऐसे जाम का हापी मोमो का पुकारो घूम गरी नो कांचा भीम को वैसे ओके मिल करेला समानती परसी दिले सुचा उठाओ इनको उठा दिले सुआ दाही सुआ होलो वैसे नंबर ऐसा पोची को कोई जाके बाना थे इनको चापते मका से बाना थे तो मन तो का खोंची थे गिगी तुआ इका थे वो इका मेरी चाचा कैसा करा का कम पे निकाल बंचू छुआ नहीं तो हेप ठाउँ भी भन्दा अलिक ये हो इका तो निकाल बे उनका तो उनका छुआ उनका 14 साल पी कोई किसी को कुछ तो ना उनका तो ना ताल माता के छ खोलेदिले आलु मरे हे भन्छ आलु सित्ता खान्छ अउलको मान्छे मर्नु आँटे लेखाली बाँचे अब यो ताल भनेको कस्तो रहेछ भने सब्जी हुने ठाउँ सब्जी हुने ठाउँबाट मालको करेला